हेलो एभ्रिवान, मेरो नाम आवास आचार्य। हामी रुट असाइनमेन्ट मोडलको कुरा गर्दैछौँ। यो चाहिँ क्लासिकल 4 स्टेज ट्रान्सपोर्ट मोडलको लास्ट स्टेज हो। यसमा पनि हामी अलिकति बढी न्युमेरिकलमै फोकस भइरहेको छौँ। अब नेक्स्ट न्युमेरिकल हेरौँ है त। ल, क्वेसनले के भन्छ त भन्दाखेरि चाहिँ टु रिड्युस कन्जेसन अन एन अर्बन स्ट्रिट नेटवर्क एन एक्सप्रेसवे इज प्रपोज्ड टु कन्स्ट्रक्ट जोइनिङ टु जोन्स with estimated travel time of 12 minutes, having 8 minutes reduction in travel time as was in existing road. The flow between two zones is 1500 vehicle per hour. Assign the flow between the new expressway and existing street भनेर भन्छ है त। यो उद्देश्य चाहिँ के थियो त भन्दाखेरि पहिला एउटा मात्रै बाटो थियो हैन। अब चाहिँ के भयो त भन्दाखेरि चाहिँ एउटा नयाँ बाटो बनाइयो। अब त्यो बनाएको नयाँ बाटोले चाहिँ पुरानो बाटोबाट कति ट्राफिक चाहिँ आफ्नोतिर डाइभर्ट गर्न सक्छ त भन्ने कुरा चाहिँ क्याल्कुलेट गरिदिनु भनेर भन्छ है। यो अप्रोच चाहिँ दुईटा तरिकाले गर्न सकिन्छ। एउटा बीपीआर भन्छ, अर्को डाइभर्सन कर्व मेथड भन्छ। अब जब रिडक्सन इन ट्राभल टाइमको मात्रै कुरा गर्छ भने हामी बीपीआर भनेर फलो गर्छौँ। तर जब रिडक्सन इन ट्राभल टाइम अथवा चेन्ज इन ट्राभल टाइम र रिडक्सन इन कस्ट अथवा चेन्ज इन कस्टको कुरा हुन्छ भने हामी डाइभर्जन कर्वको कुराहरू गरिरहेको हुन्छौँ है त। अब अहिले यहाँनिर चाहिँ ट्राभल टाइम रिडक्सनको मात्रै कुरा भइरहेको छ, कस्टको केही पनि कुरा भइरहेको छैन। त्यो भएर हामी बीपीआर युज गर्छौँ है त। ल, बीपीआर भन्ने बित्तिकै ब्युरो अफ पब्लिक रोड्स भनेर बुझ्नु पर्यो। अब यो चाहिँ केमा रहेछ त भन्दाखेरि पर्सेन्टेज डाइभर्टेड ट्राफिक भनेको 100 डिवाइड बाई 1 प्लस टीआर को पावर 6 रहेछ। जहाँनिर टीआर भनेको चाहिँ ट्राभल टाइम रेसियो, त्यो भनेको टाइम अन न्यू सिस्टम डिवाइड बाई टाइम अन ओल्ड सिस्टम है त। ल, अब त्यसो भए हेर्ने हो भने पहिला टीआर निकाल्ने हाम्रो उद्देश्य हुनु पर्यो। त्यो हुने बित्तिकै कति पर्सेन्टेज डाइभर्टेड छ भन्ने कुरा चाहिँ निकाल्न सकिहाल्छ। क्वेसनले पनि हामीलाई सोधेको चाहिँ के नै हो भने पर्सेन्टेज कति डाइभर्ट गर्न खोजिरहेको छ त्यही पत्ता लगाउनु भनेको मात्र हो है। ल, त्यसपछि P इक्वल्स टु 100 डिवाइड बाई 1 प्लस टीआर को पावर कति छ 6 छ। ठिक छ। टीआर भनेको ट्राभल टाइम रेसियो, त्यो भनेको टाइम अन न्यू सिस्टम डिवाइड बाई टाइम अन ओल्ड सिस्टम। टाइम अन न्यू सिस्टम चाहिँ कति हो र टाइम अन ओल्ड सिस्टम चाहिँ कति हो? ल, पहिला राम्ररी हेरौँ है त। टु रिड्युस कन्जेसन अन एन अर्बन स्ट्रिट नेटवर्क एन्ड एक्सप्रेसवे इज प्रपोज टु कन्स्ट्रक्ट जोइनिङ टु जोन्स विथ इस्टिमेटेड ट्राभल टाइम अफ 12 मिनट्स। अब अहिलेको ट्राभल टाइम कति? 12 मिनट्स हैन। तर अब एक्जिस्टिङ अथवा ओल्ड सिस्टमको चाहिँ कति हो त भन्दाखेरि के बुझ्नु पर्यो भने 12 मिनट्स ह्याभिङ 8 मिनट्स डिडक्सन इन ट्राभल टाइम एज वाज इन द एक्जिस्टिङ रोड भनेर भनेको छ। अब यहाँ अलिकति कन्फ्युजिङ छ, ट्रिकी पार्ट चाहिँ यही हो। 12 मिनट चाहिँ अहिले भयो, तर कसरी भयो भन्दाखेरि एक्जिस्टिङ सिस्टममा लाग्ने ट्राभल टाइमबाट 8 मिनट घटेर 12 मिनट भयो भनिसकेपछि पुरानो सिस्टममा चाहिँ कति मिनट थियो त ट्राभल टाइम भन्दाखेरि 20 मिनट थियो भनेर बुझ्नु पर्यो। ठिक छ। ल, भनिसकेपछि यो त कति भयो भन्दा 0.60 भयो है त। ल, यहाँ फेरि मैले भने के भनिरहेको छ भन्दाखेरि क्वेसनले नयाँ बनाएको सिस्टममा चाहिँ ट्राभल टाइम कति मिनट भयो अरे? 12 मिनट भयो अरे। जुन चाहिँ एक्जिस्टिङ सिस्टमभन्दा कति मिनट कम हो अरे? 8 मिनट कम हो अरे। त्यही भएर एक्जिस्टिङ सिस्टममा चाहिँ कति थियो त भन्दाखेरि 20 मिनट्स थियो है त। यो कुरा चाहिँ बुझ्नु पर्यो। त्यो हुने बित्तिकै पर्सेन्टेज कति डाइभर्ट भयो भन्दाखेरि 100 डिवाइड बाई 1 प्लस 0.6 को पावर 6 सर्टेन पर्सेन्टेज आउँछ। त्यो चाहिँ अब नयाँ सिस्टममा जाने भयो। त्यही पर्सेन्टेजलाई चाहिँ 1500 भेहिकल पर आवरले मल्टिप्लाई गरिदियो भने त्यति भेहिकल पर आवर चाहिँ नयाँ सिस्टममा जाने भयो भनेर क्याल्कुलेट गर्न सकिन्छ। यही कुरा चाहिँ मैले यहाँनिर राखिदिएको छु है त। यो हेर्न सकिन्छ। ल, 95.5% चाहिँ डाइभर्ट भएको रहेछ। त्यही कुरालाई हेर्ने भने 1432 भेहिकल्स हो। अनि बाँकी चाहिँ ओल्ड सिस्टममा कति भेहिकल जान्छ त? 68 भेहिकल्स जान्छ है त। यो क्वेसनले सोधेको हामीलाई यति नै हो। यतिसम्म गरिसकेपछि यो क्वेसनको उद्देश्य पनि मिट हुन्छ। हस्, थ्याङ्क यू।